नमस्कार। कालीगण्डकी ए जलविद्युत केन्द्र बेलटारीले एउटा सूचना जारी गरेको छ। जलविद्युत केन्द्रका मेसिनहरू मर्मत सम्भार गर्नुपर्ने भएकाले 2083 वैशाख 25 गते साँझ 5 बजेदेखि मेसिनहरू मर्मत सम्भार कार्यहरू सुरु हुँदैछ। त्यसै कारणले गर्दा साँझ 5 बजेदेखि नै ड्यामका सबै ढोकाहरू पूर्ण रूपमा खोलिने भएकाले नदी किनार आसपासमा रहेका निर्माण सामग्रीहरू तत्काल हटाउनको लागि पनि अनुरोध गरेको छ। साथै सो स्थानमा नदीको बहाव बढ्ने भएको कारणले गर्दा स्थानीयहरूलाई उक्त ठाउँमा नजानको लागि पनि अनुरोध गरेको छ। साथै यही वैशाख 29 गतेदेखि फेरि ढोकाहरू ड्यामका ढोकाहरू पूर्ण रूपमा बन्द हुने र पुरानै स्थितिमा फर्किने कुरा पनि यही विज्ञप्ति मार्फत जानकारी गराएको छ। धन्यवाद।